ए बाबा त्यो मासु भातको पैसा त्यो बाँड्न गएको पैसा उसको भए त उसको सम्पत्ति घट्नु पर्ने त बढ्या छ हाम्रै पैसा हो खाइदिने हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो खाइदिनुस् हाम्रो स्कुलमा राम्रो शिक्षा दीक्षा नदिएर लुटेको पैसा हो खाइदिनुस् हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो खाइदिनुस् तर भोट चाहिँ घन्टीमा लगाइदिनुस् अंग्रेजीमा टिट फर ट्याट भन्छ 34 वर्ष झुक्याए हैन यस वर्ष त्यो उनीहरूलाई झुक्याइदिउँ घरमा आउँछन् आमा बुवा ल है मलाई है यसपल्ट पनि भोट है हामीलाई अन्तिम मौका के भन्छन् अब के भने बाँकी के छ होला छ होला त्यही पनि थाहा दिन जाने होलान् अब झुटको दोकान खोल्नेलाई मैले के सिकाउनु पर्छ थाहा छ आउलान् केही भनेर आउलान् मुख धोइ पोखाली गरेर आउलान् क्रिम पाउडर लाली साली लगाएर आउलान् त्यतिखेर तपाईले भन्ने के भने हुन्छ हुन्छ कहाँ भन्नुहुन्न बर्बाद हुन्छ भन्ने हैन तपाईलाई नै भोट तपाईले हो नि कहाँ हुन्छ तिनीहरू होइन तपाईलाई भन्ने हो भन्ने त्यो हो गर्ने के हो त मैले किन भन्नु पर्यो र भन्ने त्यो हो गर्ने के हो त मैले किन भन्नु पर्यो र एउटा भाष्य तपाईहरुले के खडा गरिराखेको म नेपाली समाजले सुन्छु भने मासु भात बाड्यो भने पक्रेर खाने भोट चारकोलाई दिने अरे खानु हुँदैन त्यो पाप हो पाप हो देश बेचेर ल्याएको पैसाले तपाईले खुवाएको मासु भात तपाईले खानु भयो भने तपाई पनि पापी हुनु भएको भएन त्यस्तो कुरा हुन्छ खाँदैन के को मासु भात खान्छ हामी आफै गरेर खान सक्दैनौं र नाथे एक दिन दुई चार छाक चुनावको बेला दिएको पैसाले हामीले पुग्ने हो र भनेको त्यसो भएको कारणले गर्दाखेरि म खबरदार खबरदार त्यसो नभन्नुस् है त्यो पापको कमाई हो त्यो तपाईको चाहिँ नि ज्याला मजदुरी गरेर खाइ नखाइ जनताले तिरेको कर ढुकुटी बनाएर लेम कागज मिलाउँदै कोठाको कोठा पैसा राख्ने मान्छेहरू भेट्यो कि भेटिएन तपाईको काठमाडौँमा त्यस्ता पैसाबाट आएको त्यो पापको धन त्यो कालो धन खानुभयो भने तपाईको चाहिँ जीवन पनि कालो हुन्छ नखानुस् स्वाभिमानी नेपालीले अर्काको जुठो खान्छ खाँदैन मासु भात दियो भने पक्रेर खाने भोट चाहिँ अर्कोमा हाल्ने भनेको चाहिँ त्यो चाहिँ फेरि त्यो भ्रष्ट अर्कै तपाईको प्रवृत्ति हो मनोविज्ञान हो खाँदैन मासु भात अरूको जाँदैन पछि अरूको हिंड्छ त सिर्फ आफ्नो लक्ष्यलाई पछाएर हिँड्छ नेतृत्व त्यो हो जसले तपाईको चाहिँ दिशा देख्दछ लिडर इज दैट हु नोज द वे सोज द वे एन्ड गोज द वे है दिशा देख्ने मान्छे यतातिर हो हाम्रो गन्तव्य भनेर दिशा देख्ने मान्छेलाई